सबैजनालाई जय मसीह प्रभु येशू ख्रिस्टको नाममा। आज चाहिँ मैले बाइबलको भर्सभन्दा पनि क्रिसमस डेको बारेमा थोरै बोल्न मन लागेर आएको छु। जस्तो क्रिसमस डे चाहिँ हामी विश्वले किन मनाउँछ, किनकि हामीहरूले क्रिसमस डे मनाउनुको अर्थ चाहिँ गएर चर्चमा गएर सबैजना भेटघाट गर्नु, नाचगान गर्नु, परमेश्वरको गीतमा खुसी साथ परमेश्वरलाई त्यो दिन परमेश्वरको बर्थडे हो भनेर एउटा खुसियाली मनाउनु, त्यो मात्र होइन। हामीहरूले चाहिँ क्रिसमस डे चाहिँ यो सम्झिनुपर्छ कि परमेश्वर जन्मेको दिन चाहिँ हामी किन खुसियाली भएर उत्सव मनाउँछौँ त, किनकि यो सारा जगतलाई, यो सारा पृथ्वीलाई, यो अन्धकारलाई, यो सारा संसार अन्धकार हो, सबै यो पापी संसार हो, यो सबै कुरालाई छुटकारा दिनको लागि परमेश्वर ज्योति बनेर आउनुभएको र हरेक मानिसलाई परमेश्वरद्वारा उद्धार भएको छ। परमेश्वर जन्मिनु भनेको यो संसारमा एउटा उद्धारकर्ता हुनु हो। त्यसैले हामी क्रिसमस डेलाई चाहिँ एउटा उद्धारकर्ताको रूपमा चाहिँ हामी त्यो दिन चाहिँ हामी मुक्ति पाएको, हामीले जीवन पाएको रूपमा चाहिँ हामीले क्रिसमस डेलाई मनाउने गर्दछौँ। आमेन।